हेलो नमस्ते सबैजनालाई मेरो युट्युब च्यानलमा फेरि पनि हजुरहरूलाई स्वागत छ। आज हाम्रो विद्यालय श्री गौरी शङ्कर माविको आधारभूत तहको विद्यार्थीहरू लिएर हामी लुम्बिनीतिर घुम्न अथवा भ्रमणमा जाँदैछौँ। भिडियो हेरेर साथ दिनुहोला। कहाँ जाने? हामी चाहिँ आज भ्रमण निस्किँदैछौँ। लुम्बिनीसम्मको यात्रा हौसीको बाटो हुँदै हौसी पस्छौँ, त्यसपछि बर्दघाट खाना खाएर हामी लुम्बिनीतिर लाग्नेछौँ। अनि सबै ठाउँमा घुमेर फर्कनेछौँ होइन? म माछामा बस्ने साथीहरू। अब हामी हुन्छौँ सिमेन्ट फ्याक्ट्रीमा यसो हेर्न जाँदैछौँ। सबै यहाँ विद्यार्थी भाइ बहिनीहरू अनि हामी सबै उता जाँदैछौँ। यस्तो गाडी लागेर मलाई यता जाने र यता। अब सिमेन्ट फ्याक्ट्रीतिर हेर्न जाँदैछौँ। सिमेन्ट फ्याक्ट्रीभित्र हामी जान पाएनौँ किनकि हिजै सम्पर्क गर्नुपर्ने रहेछ। हामीले त्यो थाहा भएन र आज चाहिँ यसो बाहिरबाट मात्रै हेरेर हामी फेरि उतैतिर लुम्बिनीतिर जाँदैछौँ। मलाई एकदमै खासै बोल्न मन लागेको छैन। साथीहरू अहिले हामी यहाँ सुनौल भन्ने ठाउँमा हामी सबै अब खाना खान झरेछौँ र अब एकछिन पछि खाना खाएर फेरि उता लुम्बिनीतिर जानेछौँ। सुनौल मिठो छ कि नै? गरिना छ उता नायसा नायसा कस्तो छ खाना? जा पनि मागेर खानुपर्छ। एकदम राम्रो। अनि गाडी लाग्यो कि नै? कस्तो लाग्यो यात्रा? खुसी भएको छ कि नै? खुसी छ हो। हामी कहाँ जाँदैछौँ? एयरपोर्टमा जाँदैछौँ। कुन एयरपोर्टमा गौतम बुद्ध हो? राइट। हेलो हजुर चिन्ह लेखेको होला के चिन्ह घुम्न। अनि अब चाहिँ हामी चाहिँ अब लुम्बिनी जानेछौँ एकछिनपछि घुमेर। यस कहाँ जाने हामी? लुम्बिनीमा जाँदैछौँ होइन? अनि हामी के हेर्ने आएको यहाँभित्र? प्लेन हेर्न आएको होइन? रनवाई गरेको अनि के गरेको? म पनि देखेँ। बसे खुसी लाग्छ कि नै? एकदम खुसी छ। हेलो साथीहरू, अहिले हामी एयरपोर्ट भित्र गेटभित्र छिर्दैछौँ। अनि यता ल्यान्डिङ गरेको टेकअप गरेको हेर्न
प्लेन के छ भने छैन भने अब यहीँबाट हेरौँ है हामी अब पछि रहेछ उठ्ने ल्यान्डिङ गर्ने अनि पिकअप गर्ने त्यही भएर हामी फर्क्यौँ अब लुम्बिनीतिर लाग्दैछौँ गाडी लाग्ने हामी अब लुम्बिनीतिर जाँदैछौँ यहाँ एयरपोर्टमा प्लेन आउनको लागि अनि उड्नको लागि एकछिन समय लाग्छ भन्ने कुरा आयो त्यही भएर अब हामी नहेरेर फर्क्यौँ होइन साथीहरू अहिले हामी यहाँ लुम्बिनीमा आइपुग्यौँ हजुरहरूलाई देखाउनु मटका वाला गरे मटका वाला के खै मटका वाला बेच्दै आइसक्रिम भाडा नि खाने हो भाडा हामी चाहिँ डुङ्गामा चढेनौँ हिँड्दै जाने कुरो भयो त्यही भएर अब हामी सबै हिँड्दैछौँ के भयो खुसी लुम्बिनीमै घुम्दै फिर्दैछौँ अहिलेसम्म है भेटेर चाल गिला यस्तो साह्रै नि यस्तोमा हामी चप्पल राखेर अब गौतम बुद्ध जन्मेको ठाउँमा हेर्न जाँदैछौँ गएपछि ठाउँमा यही घरमा गौतम बुद्ध जन्मेको यसो हेर्न हामी जाँदैछौँ थुप्रै घुम्न सक्यो अझै हामी यहीँबाट भित्र पस्छौँ सायद त्यहाँ फोटो खिच्न दिँदैन होला है त्यही भएर साथीहरू हामी गौतम बुद्ध जन्मेको ठाउँ हेरेर अब फेरि यतातिर लाग्दैछौँ अर्को मन्दिरतिर हेर्न यहीँबाट छिर्दैछौँ यही गेटबाट गौतम बुद्ध बिचमा समीरा थकाइ लाग्छ कि नाइ?
बौद्ध सङ्ग्रहालय गाइज यहाँ अब बच्चाहरू जाँदैछ माथि यता पनि छ मन्दिर तर हामी पसेनौँ यता अब अगाडि जाँदैछौँ सङ्गीत कस्तो लाग्यो लुम्बिनी राम्रो लाग्यो रमाइलो लाग्यो यता पनि धेरै मन्दिरहरू छ माला किनेको ए लगाइ भएको एउटा मात्रै कति रुपियाँमा बिसको एउटा यहाँ अलिक राम्रो भयो भने सृष्टिलाई जुत्ताले दुखिदियो अहिले आउनु क्या एउटा 50 रुपियाँमा पर्सा लिएर जानु 50 रुपियाँ मिठाई ए ल ल ल अहिले आउँछौँ नि हामी पहिला घुम्छौँ त्यसपछि यता चाहिँ साथीहरू पुस्तक बनाइराख्नु हुन्छ है गाइज मन्दिरभित्र यस्तो छ खुसी चाल्दै हाँसिराख्नु भएको छ बुद्ध हामी यता कोरियन मन्दिरतिर जाँदैछौँ फेरि यहाँ धेरै मन्दिरहरू छ अब सक्दोसम्म कति सकिन्छ त्यतिसम्म हामी घुम्नेछौँ अब हामी फर्किने क्रममा छौँ 5 बजिसक्यो अब धेरै जस्तो मन्दिरहरू बन्द भइसक्यो त्यही भएर अब हामी जति हेऱ्यौँ त्यही मात्र हेरेर अब हामी फर्कँदैछौँ अब हामी सबैजना लुम्बिनी घुमेर अब फर्कँदैछौँ आज बोतलमा बास हुन्छ सास साधन पर्नु पऱ्यो हेलो नमस्ते हाम्रो आज दोस्रो दिनको सबैलाई शुभ बिहानी अनि हामी माथि होटेलबाट अब तल साथीहरू भएको ठाउँमा जाँदैछौँ फेरि अब भेट भएर फुलबारीतिर अनि कता कता घुम्छौँ अब हजुरलाई फेरि आजको पनि भिडियो देखाउने छु भिडियो हेर्दै गर्नुहोला हामी बुटोलबाट वनबाटिकातिर जानेछौँ फाइनल्ली गाइज हामी वनबाटिकामा आइपुग्यौँ अब हामी सबै यतै घुम्नेछौँ यस्तो राम्रो फुल छ है डाइनोसर छ यहाँ Giặc đi mau là cái điều. Con thằng giặc nó là cái nào xem nào. हात्ती छ ठुलो हात्ती सृष्टि के भन्छ यसलाई ए बच्चाहरू यता हेर यसलाई के भन्छ गोरिल्ला गोरिल्ला वन मान्छे वन मान्छे
अच्छा हे भन्नु रियल होला भनेको त सबै त्यो उसले बनाएको तालमा सबै फोटो खिच्ने अनि भिडियो बनाउने गर्नुभएको छ। यस्तो छ साथीहरू। यहाँ चाहिँ वन मान्छे चिम्पाङ्जी छ है, यस्तै रहेछ यहाँ वन वाटिकामा, एकदम रमाइलो छ। र यता फेरि यहाँ फेरि डाइनोसर छ, अनि यता फेरि हात्ती छ ठुलो। गाई चाहिँ यता जिराफ, अनि यहाँ फेरि गैँडा छ। एकदमै रमाइलो ठाउँ छ हजुर। यहाँ एकदम घुम्नलाई एकदमै रमाइलो ठाउँ छ। पुरा खेल्ने ठाउँ रहेछ यहाँ, एकदमै रमाइलो ठाउँ। यहाँ छन् आउनु गाइज, यहाँ बसेर बच्चाहरू लिएर आउनु एकदमै रमाइलो ठाउँ छ घुम्नको लागि सबैजना। ऱ्याबिट हेर के छ, खरायो सानो र तुवा मिर्ग अरे के यो देख्यो मोटो हेर उ यहाँ हो ल पन्दिरले जस्तै भोक लाग्छ। माथि रहेछ है, दुईटा रहेछ के अस्ट्रिच। साथीहरू हामी यहाँ जनावरहरू हेर्दै हिँड्दैछौँ हामी है। असेल के बनाउरा बनाउँदाखेरि ब्रेड खाँदैछौँ। साथीहरू हामी वनवाटिका घुमेर अब खाना खाने होटेलतिर जाँदैछौँ र त्यसपछि फेरि फुलबारीतिर घुम्न जान्छौँ। अब लाग्यौँ साथीहरू, अब हामी खाना खाएर अब फुलबारीतिर घुम्न जाँदैछौँ फेरि। अनि फुलबारी घुमेर बल्लै हामी सबै घरतिर फर्किन्छौँ। केबल कारमा जान्न गएको छौँ। अनि एक्साइटेड, म एक्साइटेड छु धेरै। अनि नर्भस छैन। म त फर्केपछि कहाँ घुम्ने हामी? फुलबारीमा। यहाँ गएपछि फुलबारी, अनि त्यसपछि कहाँ हो र? फुलबारी भएपछि कहाँ हो? जाने घरतिर, तानसेन जाने, तानसेनबाट घर तानसेनबाट रानीमाल हुँदै घर जाने। केबल कार चढ्न एकदमै डर लाग्छ। त्यो खत्रे गर्छ नि, हट्दै गर्दा डर लाग्छ कि अरू त रमाइलो हो। तिमीलाई नि डर लागेछ? लागेछ एकदम लागेछ। केबल कार चढ्ने भन्दा कि लागेछ? लागेको छैन। हामी केबल कारमा चढ्नलाई लाइन बसेछौँ। केबल कारमा बच्चाहरूसँग छ यता, एकदमै खुसी हुन्छ भयो यहाँ त। हेलो केबल कारमा पछाडि हामी हामी यहाँ भित्र
यता हेर कस्तो छ होइन बुटोल बजार देखेछौ लाइन गयो भनेको सबै यहीँबाट आफै खुल्छ भयो माथि गएर त्यहाँ घुमेर फर्किने हो कि हामी फेरि माथि सबैजना आइपुग्नु पर्यो नि सरहरू त्यसपछि को को आएको छैन हाम्रो टोली आएन न कतिवटा ग्रुप र 1 2 3 तिनटा आछ के अहिलेसम्ममा तिनटा हो अस्ति उकालो चल्नु पर्ने रहेछ र उ त्यहाँ त यहाँ रहेछ क्या बढी उकालो यहीँबाट माथि बनाउन पनि गाह्रो भयो होला छ फ्लोर कलेज छ न बच्चाहरु झान नदरन छ त्यहाँ चाहिँ चाल्न त आइभएन हाम्रो तिमी चारवटा रिजन त धेरै नि त हातसम्म त पनि छ तल फेरि केरा गर्दैछ है हामी आइपुग्यौँ अब यहाँ माथि बच्चाहरू चाहिँ आइपुगेर एकदम रमाएर बसेर रहेछ है हेलो आइपुग्यौँ अब यहाँ यहाँ त खतरा स्पिडमा दौडी के भन्छ ल अटोमेटिक हामी आइपुगेर यहाँ माथि केबल कारबाट झरेर फेरि यहाँ तल जाँदैछौँ यहाँबाट हामी अब माथि मन्दिरतिर जाँदैछौँ नुहाएको यस्तै छ मन्दिरमा माथि भएर मन्दिरको माथि यहाँ चाहिँ सेनाकालीनको गढी रहेछ है साथीहरू अब ऐतिहासिक ठाउँहरू सो हामी फेरि घुमेर अब हामी फर्किँदैछौँ अब यहाँ घुमेर गएछ हामी अब फुलबारी घुम्न यहाँबाट छिर्दैछौँ हाम्रो टोली यतातिर घुम्दैछ है साथीहरू फुलबारीमा यता नै पिकनिक रहेछ बच्चाहरू आज एकदमै यहाँ भिडभाड देखिन्छ फुलबारी घुम्न आउनेहरूको साथीहरू अब हामी फुलबारी एनिमल कर्नरतिर जाँदैछौँ अब यहाँ हजुर छैन होला उता छ अर्जुन गर्छ उता छेउमा बाँदर छ यहाँ हाम्रो बच्चाहरूले हेर्दैछ के छ बाँदर मङ्की उता झन् अर्जुन गर्छ ल हेर्नेको भिड ल हेर है सबै छ यहाँ अनि यता ऱ्याबिट खरायो देख्यौ अस्ट्रिच छ एउटा माथि हेर्न गएको त कहाँ छ चितुवा यहाँ पर रहेछ होइन हेर त के करा छ पट्टु
अस्ट्रिच ठुलो छ। हेलो हाई। अनि कहाँ गएर नानीहरूको घर भैरवा? अनि कोसँग आउनुभएको नि? मम्मीहरूसँग खै त मम्मीहरू उता हुनुहुन्छ हो? ल कस्तो लाग्यो त यहाँको ठाउँ? राम्रो लाग्यो ल। अस्ति नि त आहा भन्दा आएको थियो कि यहाँ। मरि मुकुन्दको के यो पहिलाको भडा यहाँ छ है हेर। अनि के छ यहाँ? यहाँ चाहिँ फोटो सेक्सनको लागि एकदमै घुइँचो छ है। यसरी बसेको रहेछ विद्यार्थी भाइ बहिनीहरू। हेलो 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 बाबु कुन स्कुलको हो नि? यस्तरी घुइँचो छ है गाइज। यहाँ हेर्नु होला। अब हामी चाहिँ फेरि समय मिल्यो भने हामी पाल्पाको दरबार हेर्दै अब घरतिर जानेछौँ। अहिले अब निस्किने क्रममै छौँ हामी। अहिलेको अब हामी चाहिँ फुलबारी घुमेर अब निस्किँदैछौँ। अब मिल्यो भने हामी समयले साथ दिएमा पाल्पाको दरबार तानसेन पाल्पाको दरबार हेरेर फर्किनेछौँ। कति रुपियाँको किनेको हो? 50। अब बच्चाहरूले यहाँ सपिङ गर्दैछ। ल ल ल लिग 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 अलिक घटाएर दिनु होला है हाम्रो बच्चाहरूलाई। यहाँ सुरुङ बनाएको सुरुङ बनाएको यहाँबाट जाने भित्रबाट लागेको सुरुङ। साथीहरू अहिले हामी पाल्पाको टुन्डिखेलमा छौँ र यहाँ घुमिसकेपछि हामी पाल्पा दरबारतिर हेर्न जानेछौँ। हामी अब पाल्पा तानसेन बजारबाट घरतिर फर्कँदैछौँ।